जेलमा पनि कोच्न खोज्नुभयो, सक्नु भएन। उहाँ अहिले हिरासत मुक्त हुनु भएको छ। र तपाईले भन्नुभएको थियो, जनतासँग भन्नुभएको थियो, म प्रमाण दिन्छु सहकारी ठग हो भनेर भन्नुभएको थियो। खोइ प्रमाण? गगनजी स्पष्ट बोल्नुहोस्, तपाईँ देशको नेतृत्व गर्न सक्ने मान्छे हो। यो सम्मानित सर्वोच्च अदालतमा, सम्मानित सर्वोच्च अदालत भन्दा सम्मानित अदालतभित्र विचाराधीन विषय, जुन विषयमा अहिले अदालतमा बहस चलिरहेको छ, जहाँ छलफल चलिरहेको छ, यो यस्ता विषयहरूका बारेमा बाहिर टिप्पणी गर्ने कुरा त्यो तर हिजो तपाईले भन्नुभएको छ ठग होला छोड्दिनु भन्यो। सरकारी ठग अथवा नक्कली भुटानी शरणार्थी तपाईले सबै कुरा गर्नुभएको छ। यो दुईटा फरक कुरा हो। मेरो मान्यताको बारेमा कुरा गर्नुहुन्छ भने गलत गर्ने कुरा मेरो बा भए पनि, मेरो मामा भए पनि, मेरो पार्टीको नेता भए पनि, मेरो पार्टीको सभापति भए पनि, नयाँ भए पनि, पुरानो भए पनि, होइन, डमरू बजाउने भए पनि, घण्टी बजाउने भए पनि, रुखमुनि बसेको भए पनि, घाममा बसेको भए पनि गलतलाई जेसुकै मूल्य चुकाउन परोस्। त्यो मैले सिकेको कांग्रेस, मैले बुझेको कांग्रेस त्यही हो। मेरो कन्साइन्सले मलाई त्यही भन्छ। म त्यसका विरुद्ध हिजो पनि उभिन्छु, आज पनि उभिन्छु, भोलि पनि उभिन्छु। त्यो एउटा पाटो भयो। तपाईँले सोध्नुभएको विषयको सन्दर्भमा अदालतमा विचाराधीन विषय छ। हामी सबै विधिको शासनमा विश्वास गर्छौं। न तपाईँले भन्ने हो, न मैले भन्ने हो। हामीलाई लागेका कुरा जे कुराहरू भन्नुपर्ने भनिसक्यौं। तर प्रमाण दिनु पर्यो। तपाईँले त प्रमाण दिन्छु भन्नुभएको थियो, रवि लामिछानेले गल्ती गरे भनेर, सहकारी ठगी प्रकरण खोइ प्रमाण? मेरो पक्ष हो। नै यस्तो हो। जुन कुरा म अहिले अदालतको न्यायाधीशले प्रश्न गरेर राख्नु, म ऋषि मलाई किन भन्ने मैले त्यो जुन कुरा अदालतमा विचाराधीन छ, जुन कुरा अदालतमा छलफल चलिरहेको छ, बहस चलिरहेको छ, अदालतले पनि केही कुरा हेरेको होला नि त। त्यसकारणले गर्दा ऋषि धमलालाई बाटो बाटो समातेर लगेर धरोटीमा आएको छैन होला। कति मजाले घुमिराख्नु भएको छ। त्यसै के पनि नभएर बाटो बाटो आएको मान्छेले ल 60 लाख 65 लाख 1 करोड राख सम्पत्ति रोका राख, त्यसै त भनेको होइन होला। केही त होला। त्यही पनि यसबारे टिप्पणी नगर्नु उपयुक्त हुन्न, शोभनीय हुन्न। यस्तो छ, अदालतमा छलफल भइरहेको बहसको विषयमा तपाईले मलाई अर्को 10 चोटि सोध्नुभयो भने पनि मैले दिने प्रमाण दिनुहुन्छ तपाई उपयुक्त समयमा? सहकारी ठगी प्रकरण रविजीले गल्ती गरे भनेर यस्तो आधार दिन सक्नुहुन्छ? यस्तो छ, जुन विषयमा संसदमा छानबिन भएर राज्यले अनुसन्धान गरेर अभियोजन गरेर अदालतमा छलफल चलिरहेको छ। अदालतमा 2-3वटा अदालतबाट केही बहसहरू भइसके, केही निर्णयहरू भइसके, थप चलिरहेको छ। अझ त्यसमा चित्त नबुझेर सरकार उच्च अदालत गइरहेको छ। यत्रो धेरै अदालतभित्र पसेको विषयका सन्दर्भमा सडकमा बसेर बहस गर्ने कुरा शोभनीय हुँदैन। त्यसो तपाईलाई पहिला आउँदाखेरि यही विरोध भयो, अहिले आउँदाखेरि स्वागत भयो नि। हेर्नु त, समस्या त देखियो नि त। के भन्नु पर्छ? विरोध पनि सहनु पर्यो। पोखरा आउँदाखेरि अस्ति तपाईँ भाग्नु पर्यो भने धेरैले समाचार बनाए। म नेपाली कांग्रेसको पार्टी कार्यकर्ता होइन। मैले नेपाली कांग्रेसको राजाको शासनकालमा माओवादीको त्यत्रो बिगिबी भएको बेलामा त मेरो यत्रो पार्टीको साथीको माया, स्नेह, ताकत, विश्वासको आधारमा देशभरि सबै प्रतिकूलताका बीचमा त हामी कहीँ नडगमाइरहनु बस्यौं भनेदेखि भने है, यो भन्दा अलिकति बढी भने जस्तो हुन्छ। अछु खायो के अरे, बच्चु खाए झुसे बारेल भने जस्तो हुन्छ होइन। कसैलाई पनि त्यसरी भन्नु हुँदैन भन्छन्, म पनि भन्दिनँ। त्यसकारणले गर्दा नेपाली कांग्रेसको कार्यकर्ता, त्यो पनि जिम्मेवारी उसै कार्यकर्तालाई तपाईँको प्रश्न पनि मिलेन के होइन। हामी बाहिर समाचार भन्दै गगन थापा भाग्नुभयो पोखराबाट, थाहा छैन? रवि लामिछाने कार्यकाललाई खेदे। त्यो तपाईँले बनाउनु भएको भए त मलाई थाहा होला होइन है। यो नेपाली कांग्रेसको पोखरा मात्र होइन, नेपाली कांग्रेस म मात्र होइन, मेरो त कुरै छोडिदिनुहोस्। नेपाली कांग्रेसको पार्टीको एउटा साधारण सदस्य पनि, पार्टीको सदस्य पनि देशभरि कुनै पनि ठाउँबाट न आफ्नो विचार राख्ने कुराबाट डगमगाउँछ। भाग्ने त धेरै परको कल्पना न। तपाईले सार्वजनिक रूपमै भने हो नि त, यदि प्रमाण देऊ होइन भने म प्रमाण दिन्छु। राजनीति रवि लामिछानेले छोड्ने, गगन थापाले बहस पनि सुरु भयो नि त। अब राजनीति कसले छोड्ने? तपाईँले प्रमाण दिन सक्नु भएन। छोड्नुहोस् न, मैले तपाईँलाई कति पटक बताइसकेँ, अदालतमा यत्रो मुद्दा छ, अदालतमा यत्रो बहस चलिरहेको छ। अदालतको मान त राखौं बाबा। अदालतले भन्ला नि त, अब दोषी भए दोषी भन्ला, निर्दोष भए निर्दोष भन्ला, फूलमाला लाउने भए फूलमाला लाउँला, सलाम गर्ने भए सलाम गर्ला होइन। अदालतले गर्ला नि त। अदालत विधिको शासनमा विश्वास गर्ने मान्छेले त्यो न्यायको कटघरामा